ज्ञान बालक ध्रुवको ध्यान बलिको ध्यान नारायण बाँसुरी कृष्णको बाँसको कपेरो नजान्नेलाई अप्ठ्यारो बाँसुरी कृष्णको चारै युगमा अवतार लिने हरि द्वापर युगमा अवतार लिनुभयो गोकुल गाउँ कृष्ण नाउँ गाईका बाछा चराउन जानुभयो बाल गोपाल साथमा बाँसुरी हातमा नारायण लौ बज्यो बाँसुरी मान्छेहरू छन् जति लाग्दैनन् धर्मतिर ती सब जन्तु सिद्धि गुरु दाता सरस्वती माता बुद्धि तिराइ जाऊ नाना संसारको हृदय यस्तै छ जन्मेपछि नमर्ने कोही पनि छैन अझै मरि कसैले नि पाएको छैन जति नि धन सम्पत्ति छोरा नाति भए पनि ताती नारायण एक्लै जानु छ एक्लै जानु छ दिनमा हो कि राति कोही छैन साथी एक्लै जानु छ जीवन भएको पति पत्नी छोराछोरी रहेको अब पत्नी गए भने पति पर सर्छन् पत्नी पनि पति गए भने पर सर रुन्छ हे मेरा प्राण प्यारा छोडेर गयो भन्छन् दैव हरि कठैभरि भन्छन् अब सबै जति छोराछोरी भए पनि मेरा प्राण गयो भन्छन् माया मार्छिन् धुरु धुरु रुन्छन् माया मारेर तिमी बिना को छ र भनेर भन्छन् हिजोसम्म अब बुढो मऱ्यो भने बुढी पर सार्छन् बुढी मऱ्यो भने बुढो परछन् दैव हरि कठैभरि यसो पोलो फलानु मरौ भन्छन् दाजुभाइ आउँछन् बाछा काटी ल्याउँछन् एउटा सेतो बस्र बोलाउँछन् धन सम्पत्ति र सबै झोलामा लासो पुग्यो खोलामा छोरा भए दागबत्ती देलान् छेउमै बसी रोलान् एउटा लाको सेतो वस्त्र पनि उडाएर फ्यालिदिन्छन् नारायण संसारमा मेरो भन्ने केही पनि छैन हेर्नुहोस् हिजो मेरो भन्थ्यो अर्कैले आज त्यो पनि मेरो भन्छ आज हामी मेरो भन्छौँ अर्को मेरो भने जन्मिस्या छ घर घरमा हेर्नुहोस् जति नै
साँचेर राख्यो नि केही हुँदैन। मौरी जस्तै हुन्छ अरे क्या, मौरीले म साँच्छ 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 पछि गएर खान्छु भन्दै लास्टमा गएर अर्कैले आगो लाएर सबै खाइन्छ। त्यसैले हेर संसारमा कसैले पनि केही लाँदैन, कसै पनि मेरो हुँदैन, सबै हामी 2 दिनको पाहुना हौ। संसारको लीला नि यस्तो छ, त्यसकारणले गर्दाखेरि म धनी छु म गरी छु भनेर सबै अहम नगरौँ, घमण्ड नगरौँ, कसैले पनि केही लाँदैन। त्यसकारणले गर्दा दिदी बहिनी दाजुभाइ सत्कर्म गरौँ, शुभ लानु केही छैन, यस्तै सेवा गरौँ। हेर्नुहोस् यो संसारमा हामी आउँदाखेरि के गर्छौँ भने 2 मुट्ठी कसेर आउँछौँ जन्मिँदाखेरि। किन भन्दा त यो संसारमा सब हामीले राज गर्ने हो, सबै कुरा हाम्रो भन्ने हेरेर, तर जाँदाखेरि 2 हात खोलेर जान्छौँ, प्रभु हामीले केही पनि लान सक्दैनौँ भन्छौँ। त्यसैले गर्दा हेर्नुहोस् मान्छेले यस धरतीमा जन्म लिइसकेपछि लाने भनेको जम्मा 2टा चिज हो। के चिज भन्नुहुन्छ भने एउटा पाप र पुण्य लान्छ, पुण्य पाप गऱ्यो भने नर्कमा जाला, पुण्य स्वर्गमा गर र दैव हरिको एउटा चिज यहाँ छोडेर जान्छ। के होला त भन्नु थाहा छ? नारायण कीर्ति अमर छ, कीर्ति अमर छ, कीर्ति अमर छ, कीर्ति अमर छ। बाँचे पनि मरे पनि कीर्ति अमर छ, पानी मारे पानी कीर्ति अमर छ। बनाएको स्कुल फलानै बनाएको धारो फलानै बनाएको चौतारो, त्यस्तै गरी कीर्ति राख्न सक्यो भने त्यो मान्छे जीवन बाँचिरहन्छ। हेर्नुहोस् त्यस कारणले यत्रो महायज्ञ लगाएको छ, मानव सेवा गरिरहेका छन्, सबै कुरा गरिरहेका छन्। दान गर्ने बेला दिल खोलेर गर्नुपर्छ अरे क्या। अब साँचो कुरा पनि मौरीको कथा जस्तै हुन्छ, साँचो जम्मा गऱ्यो पछि खाऊ भने खाइदिन्छ। त्योभन्दा अहिले जे जति छ कसैलाई पनि पछि नहटिकन दान गर्नु होला। सबै गरे मात्रै, सबैले गरे मात्रै थोपा जोड्यो भने समुद्र बन्छ। त्यसैले गर्दाखेरि दैव हरि काठैभरि नारायण गरौँ दान है, मानव सेवा गर्नलाई गरौँ मानव सेवा गर्नलाई गरौँ दान है। महेश्वर सबले गर्छन् यिनको भर, ये श्री हरि पाप हर, दैव हरि कथैभरि नारायण तिम्रै नाम, ल्याउला तिम्रै भक्तन सबको भर श्री कृष्ण विष्णु त्रिलोकवासी काटिदिनु हो संसारी फाँसी, सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला, यो कथा सरासर वैकुण्ठ जाला। नारायण आजलाई यति नै, आजलाई यति नै। भागवत महायज्ञ की यहाँ उपस्थित सम्पूर्ण भक्तजन की, वरपरका देवी देवताहरू की, हजुरहरू पनि यो मानव सेवा पवित्र ठाउँमा हामी पनि आयौँ। यो पवित्र ठाउँमा यो अवसर प्रदान गर्नुभएकोमा आयोजकलाई धन्यवाद।
आयौँ देशको दियौँ हजुरहरूले दिनु होला खाली कसैले नदिनु होला एक एकवटा इँटा थपेर भए पनि यो भवन भव्य बनाऊ फेरि हामी यसै गरी यही भवनमा फेरि पनि बाबत लाउँला फेरि कार्यक्रम गरौँला सबै सम्झना होला भन्दै सबैजना चाहन्छु राधे राधे कृष्णचन्द्र भगवानको भगवानको हामी हजुरहरूलाई त्यसै जान दिँदैन है एकछिन त्यहीँ बस्नु होला भजन बज्दैछ नाचेर मात्र सबैजना एकपल्ट है त हजुरहरूले नचाउनु हो अब हामीले पनि हजुरहरूलाई नचाउनेछौँ चलेको काले कृष्ण
आशीर्वाद अनुरोध गर्दछु। आज महाआरतीको सङ्कल्प गर्दा हुनुहुन्छ तारा नेउपानेज्यू, देवराज खरेलज्यू र टीका कुमारी